जय मसीह। प्रिय दर्शकहरू, आजको यो सन्देश तपाईको जीवन बदल्न आउँदैछ। साथीहरू, जीवनमा आउने हरेक समस्या, हरेक डर, हरेक असफलता र हरेक अँध्यारो बाटोमा एउटै कुराले तपाईलाई जिताउँछ: परमेश्वरमा पूर्ण भरोसा गर्नु। आज परमेश्वर तपाईलाई व्यक्तिगत रूपमा भन्न चाहनुहुन्छ। कल्पना गर्नुहोस्, तपाई एउटा घना जङ्गलमा हराउनु भएको छ। चारैतिर अँध्यारो, डरलाग्दो आवाजहरू, बाटो हराएको। तपाई डराउनुहुन्छ, रुनुहुन्छ, हार खानुहुन्छ। तर अचानक तपाईको हृदयमा एउटा शक्तिशाली आवाज गुन्जिन्छ। परमेश्वरले भन्नुहुन्छ, म तिमीलाई असीम माया गर्छु मेरो बच्चा। तिमीले जीवनको हरेक कदममा ममा भरोसा गर। जब बाटो देखिँदैन, तब म तिम्रो बाटो बन्नेछु। जब शक्ति सकिन्छ, तब म तिम्रो शक्ति बन्नेछु। जब संसारले तिमीलाई छोड्छ, तब म तिमीलाई कहिल्यै छोड्दिन। तिमीले आफैमा होइन, ममा भरोसा गर। तिम्रो योजना होइन, मेरो योजनामा भरोसा गर। तिम्रो समझ होइन, मेरो समझमा भरोसा गर। म तिमीलाई कहिल्यै असफल हुन दिन्न। म तिमीलाई कहिल्यै एक्लो छोड्दिन। हरेक कदममा, हरेक सासमा, हरेक आँसुमा म तिम्रो साथमा छु। परमेश्वर आज तपाईलाई चुनौती दिँदै भन्नुहुन्छ, म तिमीलाई समृद्ध बनाउन चाहन्छु, तर तिमीले पहिले ममा भरोसा गर्नुपर्छ। म तिमीलाई शान्ति दिन चाहन्छु, तर तिमीले डरलाई छोड्नुपर्छ। म तिमीलाई विजयी बनाउन चाहन्छु, तर तिमीले हरेक कदममा मलाई समात्नुपर्छ। मेरो प्रिय छोरा, मेरो प्रिय छोरी, आजबाट निर्णय गर। जीवनको हरेक कदममा ममा भरोसा गर। जब काम बिग्रन्छ, ममा भरोसा गर। जब पैसा सकिन्छ, ममा भरोसा गर। जब मान्छेले धोका दिन्छ, ममा भरोसा गर। जब रोग लाग्छ, ममा भरोसा गर। किनकि म तिम्रो परमेश्वर हुँ। म तिमीलाई कहिल्यै छोड्दिन र कहिल्यै त्याग्दिन। प्रिय साथीहरू, यो सन्देश सुन्नु मात्र होइन, यो जिउनु हो। आजैदेखि जीवनको हरेक निर्णयमा, हरेक समस्या र हरेक खुसीमा परमेश्वरमा पूर्ण भरोसा गर्नुहोस्। उहाँले तपाईको लागि जे योजना बनाउनु भएको छ, त्यो तपाईले सोचेभन्दा 1000 गुणा राम्रो छ। यदि तपाईँ आज परमेश्वरमा भरोसा गर्न तयार हुनुहुन्छ भने यो भिडियो लाइक गर्नुहोस्, कमेन्टमा म परमेश्वरमा भरोसा गर्छु लेख्नुहोस् र यो सन्देश आफ्ना प्रियजनहरूलाई सेयर गर्नुहोस्। तपाईको एउटा सेयरले कसैको हार्ने जीवनलाई जित्ने जीवनमा बदल्न सक्छ। परमेश्वरले तपाईको हरेक कदममा तपाईसँगै हिँड्नुहोस्, तपाईलाई आशीर्वाद दिनुहोस् र तपाईलाई विजयी बनाउनुहोस्। जय मसीह। धन्यवाद।